भन्नु तपाईको होटल नम्बर भन्नु होटल गाइस हाम्रो तानदिङतिर चल्ने हामी अहिले खाना खाइसकेपछि हेलो भयो हल्का भिडियो अब यहाँ हिँड्न लाग्यो है स्केट हो यो हेलो एभ्रीबडी सबलाई गुड मर्निङ है म युट्युब च्यानल राजु गुरुङ 131 सबैलाई ह्यापी न्यू इयर ढिलो भयो पनि हैन गुड मर्निङ ह्यापी न्यू इयर ढिलै भए पनि सबैलाई हामी चाहिँ आज तानदिङ हाम्रो तानदिङ जाने हो हामी अहिले बुद्ध चौकमा वेटिङमा छ 7 बजे भित्र हिँड्ने भनेको अहिले मान्छे आएको छैन त्यही भएर हामी एकछिन वेटिङमा छ हामी चाहिँ आज तानदिङ यहाँबाट चाहिँ तानदिङ गएर खानासाना खाएर तानदिङ गाउँ एकछिन घुमेर त्यसपछि रिटर्न ब्याक फर्केर हामी सिग्लेस गएर बास बस्ने हो आज ल हामी चाहिँ त्यसरी प्लान बनाएको छ अलि क्याम लाग्छ सँगसँगै हामी छिटो गयो भने अलि बिस्तारै जान पाइन्छ अब मान्छे गर्ल्स गाइजहरू ढिलै हुन्छ जे भए पनि बच्चा बच्ची घरको काम यो हामी आज ताङतिङ र सिग्लेस जाँदैछौँ हाम्रो बगलले दिदी बहिनी र दाजुभाइहरू भाउजू पार्टीहरू सबै बित्दैछौँ हामी जाँदैछ आज ताङतिङ सिग्लेस बाई बाई फेरि भेट हुँदैन एकसाथ पहिरो नभन्ने क्या अब हामीले गीत सुरु गर्दैछ किनभने वेटिङमा बसेको छ नि त त्यो भएर अलिक मनोरञ्जन दिनु पर्यो भनेर हो मेरो नाम पार्वती गुरुङ हो म गायकर पनि भयो माताले पनि भयो सामेल भयो सम्पूर्णलाई नमस्ते पनि छ के अरे बिहानको गुड मर्निङ पनि छ है अब सुरु गरेँ म हे होला हामी अब हाटो अब तानदिङको लागि हिँड्दैछु है किनभने एकदम सेफ्टी भएर हिँड्नुपर्छ धुलो उठ्छ है किनभने न त भएर सिङ गरेर ढिका हुन्छ काला हेलो अब हामी हिँड्ने यहाँबाट अब मान्छे कता छ वेटिङमा हो ल सो गाइस अब हामी यहाँबाट हिँडेको तानदिङ बुद्ध चोकबाट हिँडियो ताङतिङ सिग्लेस आज ताङतिङको यात्रा ल हामी यहाँ हिँड्ने अब हेरौँ कतिखेर पुग्छ है भयो नि देखियो नि ल हामी यहाँबाट हिँडेको कतिखेर पुगिन्छ हेरौँ त्यहाँ 7:30 ल अहिले हामी भद्रकाली चोकमा वेटिङमा छ मान्छे आउँदैछ भने चाहिँ त्यही हामी एकछिन वेटिङमा बस्छौँ आउँदैछ एकजना भद्रकालीमा हामी वेटिङमा छ है गाइस हेलो छ त्यहाँ भएको साथी हाम्रो साथी
अहिले भद्रकाली चोकमा छ ल तान्दिङ जाने बाटो यही हो अहिले हामी हल्का अफिस गएर आएको बाटो देखेर अफिस जान पर्यो कि वेलकम छ है तान्तिङ गाउँमा है ल हामी भर्खरै तान्तिङ गाउँ आइपुग्यो ठ्याक्क 10 बजे भैँसी गएर बगले टोल आमा समूह बाबु पार्टी लगायत सम्पूर्ण एकजुट भएर हामी तान्तिङ गाउँमा आइपुगेको छ ल पारी तान्तिङ हो पारी तान्तिङ भन्न आएको छ सिक्लेस यो चाहिँ तान्तिङ है ठ्याक्क अहिले हामी गाडी पार्किङ गर्ने ठाउँमा छ दिन्छ ल अब हामी खानासाना खाएर अब 1-1.5 घन्टा यसो 1 घन्टा घुमिन्छ गाउँ त्यसपछि फेरि रिटर्न ब्याक टु सिक्लेस ल ल वेलकम छ ल ल कस्तो लाग्यो त नि तान्तिङ गाउँ बाटो कस्तो छ बाटो पहिला भन्दा धेरै राम्रो हो बाटो ल यही हो गाडी पार्किङ गर्ने ठाउँ अब हामी थोरै खाना ठाउँमा अडिछौँ ललन भाइ क्यामेराम्यान सो गाइज कस्तो लाग्छ हामी अहिले भर्खरै तान्तिङ गाउँ भन्ने ठाउँमा आइपुग्यो है अहिले हेर्नु मेरो कपाल पनि कालो छ खैरो थियो है खैरोमा ठिक लाग्छ कालोमा ठिक लाग्छ कमेन्ट गर्नु होला तपाईँहरूले त्यही अनुसारले म फेरि कपाल चेन्ज गर्छु हजुर खाल्दैन बाटो हावा आएपछि खुसी हुन्छ माधव खतरा बोलाउनु गाइस लाइक एन्ड सब्स्क्राइब गरिदिनु होला अहिले हामी चाहिँ होटलमा छ टक्क हाम्रो वाइन हुन्छ वहाँ रातो हुन्छ भने यहाँ चाहिँ सेतो हुन्छ है यहाँको चाहिँ अर्ग्यानिक है यो वाइन यस्तो ठाडो घाटो हानिदिने है खतरा हो मान्छेहरू कस्तो बेसरी भोक लाग्छ कि अब खाने हो दब्बाएर खाने हो है दब्बाएर है ठाउँमा आइपुगेपछि छुट्टै फिल हुन्छ कि बाटोको यात्रा र आफू ठाउँ गन्तव्यमा र ठाउँमा आइपुग्दा छुट्टै फिल हुन्छ कि त हाम्रो
किचन रुम हो, खाना सेट गरिरहेको छ उहाँहरूले पाहुनाहरूलाई। ल हजुरको नाम भनिदिनु, हजुरको नम्बर के अरे होटलको नाम भनिदिनु, नम्बर भनिदिनु। नमस्कार, म कल्पना गुरुङ। मेरो होटलको नाम चाहिँ हिमालय व्हाइट हट लज ताङतिङ। मेरो नम्बर चाहिँ 98 058 37 765 र यहाँ चाहिँ खाना बस्नको लागि चाहिँ राम्रो सुविधा छ। यहाँ सबैलाई ताङतिङमा हार्दिक स्वागत छ, मेरो होटलमा हार्दिक स्वागत छ है। थ्याङ्क यू। सो गाइस, मेरो युट्युब च्यानल हेर्नेले तपाईँहरूले ताङतिङ गाउँ आउँदाखेरि उहाँको चाहिँ होटल र नम्बर मैले युट्युबमा राखेको छु। त तपाईँहरू आउँदाखेरि चाहिँ मेरो युट्युब च्यानल हेरेर यहाँको चाहिँ होटल चाहिँ बुक गर्न हजुरले सक्नुहुन्छ। सो गाइस, बाई बाई। गाइस, हाम्रो ताङतिङतिर चल्ने गाडी है। अब यो गाडी चाहिँ 12 बजे छुट्छ यहाँबाट, 68-23। हेलो, बाई बाई। छुटेको रहेछ, त्यही भएर उहाँको लागि नि भिडियो गर्दैछु। खानाको लागि सब आइपुगिसक्यो। मिठो नमिठो भयो नि मिठो गरेर खानु है। चैया ल है, घिउ है हाम्रो यस्तो चैया। आउनु होला है, मासु भात घिउ मिठो बासना आछ। ल खाना लागेको अवस्था है। ल है, घिउ भात मासु मिठो तरिकाले खाने है। सब खानाको व्यस्त छ है, के नि। ल मिठो गरेर खाने है, मिठो अलि धेरै खाने है। बेलुका छ भोक नलाग्ने खाने, दोकान सोकान छैन यता। अब खाना खान लाग्यो। ल भाइ, ल मिठो तरिकाले खाने है। ल ठिक छ। हजुर, अर्को भाग त जानै बाँकी छ। दिदी बहिनी दाजु भाइ हाम्रो भेना दिदीहरू होइन, हजुर सबै मिलेर आज हामी ताङतिङमा आएको छ। यहाँ व्हाइट हाउस गेस्ट रुममा हामी अहिले हाम्रो लन्च छ होइन। हजुर, हाम्रो आजको नाइट हुन्छ। अब यहाँ ताङतिङ घुमेर अब चिक्लेसमा जाने, चिक्लेसमा हाम्रो कार्यक्रम हुन्छ। अनि त्यहाँबाट भोलि हामी बेलुका चाहिँ पोखरा फर्किन्छ है। हस् त, थ्याङ्क यू गाइज। अहिले हामी खाना खान लाग्यो, सबै खाँदैछ। मलाई अब तातो ढक्क घिउ हालेको यहाँ स्पेसल तरिकाले। कस्तो लाग्यो? अस्ति खैरो थिकेर कपाल अहिले कालो छ। अहिले हामी खाना खानलाई अब ढक्क यहाँ अब खानासाना खाएर एकछिन घुमिन्छ, त्यसपछि हामी फेरि फर्किने यहाँबाट। हामी हाम्रो सिक्लेस बास हो आज। वहाँ 1 नाइट सिक्लेस बसेर त्यसपछि माथि पार्क घुमेर खाना खाएर फेरि हामी रिटर्न ब्याक टु पोखरा टुमोरो। या सो गाइज, भिडियो हेर्दै गर्नु ल, म भिडियो गरिरहेको छु। र हामी अहिले खाना खाइसकेपछि चाहिँ यो नाच्ने प्रोग्राम है, डान्स। अब खाना खाइसक्यो, अलिअलि पकाउनु पऱ्यो नि, त्यही भएर हामी अहिले नाच्दैछौँ। ल हाम्रो बिदाईको कार्यक्रम भइरहेको छ। हामीलाई फुल लगायत फुलले हामीलाई बिदाई दिँदै हुनुहुन्छ। उहाँले चाहिँ यात्रा सफल होस्, राम्रो होस् भन्ने चाहना सायद उहाँले चाहिँ यसरी यस्तो होमस्टेहरूमा यसरी चाहिँ दिन्छ है, जहाँ पनि। ल मलाई धेरै फुल टक्क। ल थ्याङ्क यू। धन्यवाद, यति मिठो खाना खुलाइदिनु भयो। यहाँ यति मिठो खुला, अब भरे सिक्लेसमा खाने कतिको मिठो हुन्छ है, हेरौँ है। तपाईँलाई हामी यहाँ निस्केको भर्खरै खानासाना खाएर कोही गाउँ घुम्नु गर्छ। हामी ताङतिङबाट हिँडेको। अब यहाँ त सिधा सिक्लेस गरेर बस्ने हो।
खाना मिठो थियो जस अप्सनै थिएन खाना चाहिँ मिठो थियो कि अघि आउँदा भन्दा अलिक झर्दा अलिक छिटो ल गाइज हो हामी अलिक चिप्ले कटेर के भन्छ अरे हामीले यो पार्चे भन्ने ठाउँको पुल हामी कटेर गरा काटेर हामी आएको है ल बडो मुस्किलले आएको छ हामी यहाँ के गर्ने घत्रयाङ घुत्रुङ हल्लिँदै आएको अहिलेको मिठो घिउ र भात कता गयो तैँले हाल्ने पुल तरेर बसेछ मान्छे वेटिङमा औषधी खाँदैछ मिठो फाइनली अहिले हामी ट्याक्क सिक्लेस बस पार्क भन्ने ठाउँमा आइपुग्यो हाम्रो पाहुनाहरू रेडी छ झर्नलाई ल यहाँ चिसो मौसम छ है चिसो हावा आइरहेछ ढलक गर्दै बल्ल बल्ल आइपुग्यो ए कच्ची छ हावा गएर थियो ल है जस्तै इन्डियामा गर्मी छ भने पोखरा आउँछ घुम्न नेपाल होइन नेपालको मान्छे गर्मी भयो भने सिक्लेस आउनु पर्छ है चिसो हावा खानलाई ओ फाइनली अझै ढलक गर्दै आइपुग्यो न जिब्रो पनि टोकेको थियो मैले त एकचोटि किन जिब्रो टोक्यो हाम्रो डान्सर भाइ ल ल दाइ वेलकम छ है सिक्लेस वेलकम थ्याङ्क यू सो गाइज अहिले फाइनली हामी सिक्लेस बस पार्क भन्ने ठाउँमा आइपुग्यो होइन हाम्रो मान्छेहरू झर्दैछ के गर्ने बाटो चाहिँ पहिलाभन्दा अलिक बिग्रेको रहेछ अलिक गाह्रो हुन्छ है गाडी बचाएर जोगाएर आउनुलाई गाह्रै छ है ल हाम्रो गाडी चाहिँ अलिक होचो छ त्यही पनि अब 2-3 ठाउँमा छोयो भनौँ सो गाइज हामी अहिले फाइनली बस पार्क सिक्लेस बस पार्कको अब होटल कहाँ छ पर्दै जान्छ अब कहिले कन्ट्याक्ट गर्दैछ ल कता हामी जाने अब हामी जाने अब माथि है माथिको रुट हो भाइले मादल बजाउँदैछ है ड्रोन ल अब हामी माथिको बाटो हिँड्दैछ भोक त लागेन होला नि है हो र त्यस्तै छ नि बाटो के नि गाह्रो छ भ्लग गर्नलाई गाह्रो छ
हेलो वेलकम वेलकम ललन भाइ ढुङ्गा फाल्दा फाल्दा हैरान चिल पाराले सिक्लेसमा चिल पारेर खाएर चिल पारेर नाच्ने आज थाकेछ बाटो देख्दा नि यहाँ अस्तिको भन्दा नि खतरा बाटो भन्छ ल सिक्लेस गाउँ कहाँ कि तिमी यता हेर न होटलको साउन्ड है हामीलाई लिन आएको हो र को हो त नि भन न कुन होटल नि तिम्रो लक्ष्मी होटल हो फोन नम्बर भनिदेऊ नि त हामी ठ्याक्क होटल आइपुग्नु लाग्यो थोरै उकालो उस उस गर्दै आज किन ल अब फाइनल्ली आइपुग्नु जस्तो लागेको छ है मलाई अन्दाजमा बास्केटबल ग्राउन्ड आउनु आउनु दुई चार गाँस भन्ने अलि धेरै जान्छ हेलो फेफड़े फूल गया फेफड़े फूल गया तान्तिङमा ढेरा खाएर हिँड्न नसकेको कि थाहा पाएँ मैले त्यति नआए त म ल्याउनै सक्दिनँ घिउ पनि कटेर हाल्थ्यो त भयो हो झन् त घिउले पोल्छ भने हालेको हाली गर्छ भने अझै आउँदै छन् हाम्रो ग्रुप 2-3 जना ल ल ल ल बिस्तारै बिस्तारै आउनु हेलो गाइज अहिले ठ्याक्कै 8 बज्यो हामी सिक्लेसमा हामी खानालाई रेडी छ है अब यहाँ यसपछि हामी 2-3 घन्टा हाम्रो प्रोग्राम हुन्छ नाच्ने गाउने त्यसपछि फेरि खाना ल्याउनु पर्छ है बहिनी हाम्रो भोक लाग्छ कसो नाच ल हामी आधी ग्रुप है आधी ग्रुप खाना खाने आधी ग्रुप नाच्ने अनि फेरि हामी खाना खाएपछि माथि जाने अनि उनीहरू चाहिँ आउँछ हामी चाहिँ नाच्ने फेरि ओ गाइज अहिले कति बजी लगभग लगभग थोरै भनेको 10:30 देखि 11 को हारेर हो हामी यसरी चाहिँ हेरेर बार्गी गरेर बस्छ टक्क कुखुराको लेग पिस विन्स हैन लेग्स र विन्स हैन यसरी पोलेर हामी खाइरहेको छ मान्छे चिन्न पर्यो नि यस्तो अधेरो छ कालो छ अनि भाइ एकदम दामी अब कोठा गएर फेरि दोरी लाउनु पर्यो फेरि त्यतिको त काम भयो त नि फेरि यस्तो रमाइलो भइरहेको छ सो गाइस यहाँ चाहिँ कस्तो छ भने 4 इसी चाहिँ भ्याउनै पर्छ नि सिद्धान्त छ है यहाँ एउटा एक फुल चाहिँ 4 इसी यो रोप्जा है यो रोप्जा जुस हो यो चर्स गाइस चर्स सो गाइस अब हामी चाहिँ लगभग अब धेरै पनि छैन हैन लगभग 10-15-20 छ अनि हामी 10-15 जना छ 1 घण्टा खाए नि पुग्छ हामीलाई इनफ हैन अहिले चाहिँ हामी चाहिँ अब भनौँ लगभग हाम्रो प्रोग्राम चाहिँ भ्याउन अब 15-20 मिनट बाँकी छ 15-20 मिनट के यो प्रोग्रामको यो के हो त अब
हेर्नु त कस्तो ढङ्गा छ उहाँलाई त के हो नि क्यासेट बजाएर रातभरि नाचम्ला जस्तो भइरहेको छ कि अघि एकछिन म नाचेको के भएछ कुनि भन्न गाह्रो छ है के नि मेहनत गरेको नि यति रातो बनायो कि होइन मासु त एकैछिनमा रातो भइरहेको अनुहार त देखाएको तर धुवाले गर्दा अनुहार देखेको छैन उहाँको हेलो सबलाई गुड मर्निङ छ है अब चाहिँ हामी चाहिँ जहिले कालो चिया नास्ता खानालाई रेडी छ हामी यहाँबाट अब नास्ता खाएर हामी सिक्लेस पार्क भन्ने ठाउँमा जाँदैछु अहिले सब रेडी छ अहिले हिजो आउँदा छुट्टी थियो आज मान्छेहरू छुट्टी चेन्ज भएको छ सबले लुङ्गी सुङ्गी लगाएको छ राम्रो पनि देखिएछ होइन लुङ्गी सुङ्गी चुन्नी ल बाहिरको मान्छेहरू पनि भित्र आउनु पर्यो चिया चिया खानालाई वेलकम छ मेरो युट्युब च्यानलमा बिहानको मर्निङ सबैलाई ल गुड मर्निङ दुई घन्टा हरायो भनेर जय सबलाई खोज्दा खोज्दा अहिले हामी माथि सिक्लेस पार्क भन्दा नि यतिखेर उहाँ पुग्नु पर्ने घाम आइसकेको छ कोही पनि हिँडेको छैन अब चिया खाँदैछ गाइस अब हेटो माथि उक्लिने हामी उहाँ जाँदा जाँदा पसिना आउँछ ए तिमीहरू चिया खान्न तिनवटा गाइजहरू हेर्नु कस्तो साथी एकदम खेलेको खेले ल अब सो गाइस हेर्दै गर्नु ल अब माथि गइन्छ माथि सिक्लेस पार्क गरेर घुमेर आएर खानासाना खाएर हिँडिहाल्ने टाप बाई बाई भन्ने ल गाइस जो हामी सिक्लेस पार्कमा अब फुटबल खेल्न जान लाग्यो है हाम्रो म्याच छ आज हजुर यतै गसेको सबै अब अन्डा र तरकारी निकाल्नु पर्छ अब ज्ञानी बढिङ दाइ बढिङ ओ कान्छु सिक्लेस घुम्न आएको कान्छु खोइ त घोचो छैन घोचो लिएर हिँड्नु कस्तो लाग्यो त नि सिक्लेस ल सिक्लेस गाउँ अहिले हामी माथिबाट फोटो खिच्दैछु त्यो चाहिँ बसपाराको स्यास्या भएछ बोल्न नि सकेको छैन है म गाउँको यसो भिडियो गर्दैछु माथिबाट है टिन मात्र छ पुरै ब्लू कलरको ल हामी अहिले सिक्लेस पार्क उकालो उक्लिँदै हो स्यास्या भएछ सबै अन्डा र तरकारी त हेर्नु निस्क्यो हामी हिँड्दैछु माथि सिक्लेस पार्क अस्ति नै नि आज सिक्लेस पार्कको भिडियो गरेको थिएँ र अहिले हिँड्दै हामी फेब्रो फुल्यो भन्दैछ उहाँ कोहीले फेरि हामी नेपाली टुरिस्ट हो नि त त्यही भएर अहिले फाइनली हामी सिक्लेस पार्क भन्ने ठाउँमा आइपुगेछ उकालो त्यसरी उकालो थियो धेरै उकालो नि होइन हिँड्न सक्नेले त धेरै टाढाको बाटो हिँड्न नसक्नेले चाहिँ गाह्रै हुन्छ सो गाइस अहिले हामी ठ्याक्क पार्कमा आएर एकदम थकाइ चिल पारेर बसिरहेको छ आनन्द फिल लिएर बसेछ है सबले किन थकै लाएर कि नबोलेको कस्तो लाग्यो त नि पार्क दामी ब्युटिफुल तर उकालो एकदम उकालो रहेछ यति के उकालो भन्ने छ चिसो ठाउँमा प्राय यतै बस्नेहरू त्यस्तै त हुन्छ नि सब रातो रातो हुन्छ
मान्छे चिन्न परेन धन्दा आइसकेछ त भर्खर आएको कि अघि न आएको डोरी खोज्दा पाएन कि तर म त थाहा मलाई आइपुगेको अवस्था है ठ्याक्क अब 2-4 सिडी हो धेरै छैन अब 2 सिडी मात्र बाँकी छ ल हेर्नु त बल्ल बल्ल आइपुगेको अवस्था सबभन्दा लास्टमा चाहिँ उहाँहरू है 3 जना जस प्राइज चाहिँ पाउँछ है तपाईँहरूलाई नि सो गाइस अहिले हामी सबैलाई एकमुष्ट भएर हेरिरहेको छु अब हामी ह्यान्डल बिस्तारै थोरै अगाडि हिमाल पनि देखिन्छ अहिले माथि राम्रो अहिले चाहिँ हामी ठ्याक्कै सिक्लेक्स पार्कमा आइपुगेछ अब यहाँ एकछिन भर्खरै आएको 3-4 जना छ उहाँलाई चाहिँ थकै मारेर हामी चाहिँ अब ह्याडो फेरि 2-4वटा सिडी उक्लिँदैछ है ह्याडो सिडी हेर्नु है यो है पछाडिको बाटो फेरि माथि जाने बाटो है यस्तै ठाडै उकालो छैन त्यसै हल्का हल्का छ है हेलो गाइस हेर अहिले यो चौतारो पहिला सानो थियो अहिले क्या दामी भएको ठ्याक्कै बिचबाट हिँड्ने हामी हेर यस्तो दामी भएको छ यो चौतारो अहिले अस्ति आउँदा सानो थियो अहिले झुम्म भएको यस्तो भयो नि राम्रो हुन्छ क्या यो ठाउँमा जस्तो कतै छैन नि रुख होइन अहिले हेर्नु यो 2टा रुख क्या दामी देखेको झुम्म रुखको बिचबाट हामी जाँदैछौँ शीतल ताप्ने आनन्द फिल हुन्छ नि त बढेछ राम्रो हो यही हो सिक्लेक्स पार्क हामी चाहिँ ठ्याक्क दामी खालको चौतारोमा छ अहिलेसम्म 4 चोटि भयो सिक्लेक्स आएको एउटा पनि आएको 4 चोटि चाहिँ फेरि एकचोटि गर्नु त फेरि एकचोटि कस्तो हिजो आएदेखिको रमाइलो होइन अहिले हिँड्दाखेरि यस्तै अहिले तपाईँलाई गाह्रो भयो अहिले मलाई जाँदा गाह्रो हुन्छ फेरि क्या नि बसेर खाएको बानी चाहिँ एकदम नराम्रो रहेछ क्या भनेको एकदम हेलो हेलो गाइज फाइनली हामी अहिले सिक्लेक्स पार्कको सबभन्दा टप डाँडामा आएर बसिरहेको छ होइन यहाँ मान्छे चिल पारेर भिडियो सिडियो टिकटक बनाउने मान्छे कोही लाइभ बनाउने मान्छेहरू धेरै छन् होइन यहाँ अहिले एकदम खुसी भएर पागल हुन मात्र बाँकी छ है एकदम र हेर्नु अहिले चाहिँ यहाँ आउँदा अलि शीतलो चिसो हावा छ र म्याक्सिमम बढी चिसो हुन्छ यहाँ यो ठाउँ त्यो पारीको गाउँ लगायत सम्पूर्ण यहाँ चाहिँ जो गर्मीको त्यति फिलै हुन्न क्या यो ठाउँमा चाहिँ चिसो हावा आइरहेको हुन्छ हेर्नु कोही अहिले एकदम थकाइ भएर बसिरहेको छ एकदम होइन चिल पारेर थकाइ मारेर बसिरहेको छ आनन्द यहाँको चिसो हावा सिर ओ माई गड फेस कस्तो गोरो आएको घाम परेर रोक्यो ल हेर्नु है अब हामी यहाँ अब एकछिन यहाँ फोटो सेसन गरिन्छ अनि टक्क भिडियो सिडियो टिकटक बनाउने हो अनि त्यसपछि एकछिन घुम्ने ग्रुप फोटो हान्ने त्यसपछि रिटर्न अनि टक्क थोरै तल पार्क छ सिक्लेक्स पार्क होइन त्यहाँभित्र छिरिन्छ हामी अब त्यहाँबाट अनि छिरेर हामी त्यहाँ टावर छ होइन भ्यू टावर हो त्यहाँबाट देख्छौँ चढेर सिक्लेक्स गाउँ हेरेर त्यसपछि हामी सिधा झरिन्छ होटेलतिर होइन त्यसपछि खाना खाइन्छ त्यसपछि चिल पारेर नाचिन्छ त्यसपछि ब्याक टु टिटी हर्न बजाउँदा ब्याक टु पोखरा अहिले सिक्लेक्सको डाँडामा हामी भिडियो गर्दैछु गाइज आउनुपर्छ यहाँ घुम्नु अहिले मौसम दामी छ है हामी चाहिँ भाग्यमानी हो मौसम राम्रो छ हिमाल पनि देखिएछ अनि यहाँबाट हाम्रो ग्रुपहरू यहाँ टक्क बसिरहेको छ भिडियो गर्नलाई कस्तो लाग्यो त नि कस्तो फिल भइरहेको छ यहाँ आउँदाखेरि एकदम फेरि चिलै रहेछ कि फेरि है होइन जानै मन नलाग्ने होइन वहाँ तलबाट आउँदा यति कष्टसँग आयो
यहाँ त फेरि पुरा चिल रहेछ एकदम राम्रो झनै मन लाग्दैन क्या यहाँ आएपछि त त्यस्तो हुन्छ बल्ल सिक्ने चाहिए जस्तो फिल भइरहेछ कहाँको यहाँ ट्रेन गाडी अनि 1 नाइट बस्ने तरिकाले आउनुपर्छ क्या तान्त्रिक पनि एकदम राम्रो लाग्यो सिक्नेसमा पनि व्यवस्थाहरू सिस्टम सबै राम्रो छ छन त यो चाहिँ तान्दिङ है पारीको यो तान्दिङ गाउँ है मैले हल्का जुम गरेर तपाईँलाई देखाएको छु ल यहाँ मान्छे थुप्रो छ मैले भिडियो गर्दैछु सब आफनको धुनमा छ उहाँहरू चाहिँ एकदम मेरो चाहिँ भ्लगमा आउने तरिकाले बसिरहेको छ त्यही भएर खुसी लाग्छ हामी त को आफ्नो को एउटै हो हामी के रे राजु 1 2 3 हैन 131 लाइक सब्स्क्राइब हैन के भन्छ के गरे लाइक सब्स्क्राइब शेयर कमेन्ट भिडियो राम्रो लाग्यो कमेन्ट गर्ने मेसेज आई पनि हाँसे म छै नि अझै हाँदेर खाऊ है उ त्यहाँबाट यता पस्यो नि आँखा यस्तो सिक्ले सोडादैमा हावा साराला सता छ निर्माया उतै नजरा सता छ निर्माया उतै नजरा सिक्ले सोडादैमा हावा साराला सता छ निर्माया उतै नजरा एकजना यहाँ नाच्दा पाए कस्तो दामी हुन्थ्यो अलिअलि यसो नाच यस्तो गर्ने हेलो कस्तो लाग्यो यता हेर्नु है सबले यता हेर्नु है रेडी 1 2 3 कस्तो लाग्यो एकदम राम्रो छ नि राम्रो लाग्यो ड्रोन है ड्रोन भाउरू ले पोखराबाट मैले भेडा धुवाउने मान्छेहरू लिएर आएको छु है भेडा हेर्नु सो गाइस हामी अहिले भेडाहरू भर्न आएको छु सब चढ्नलाई कोही लडिरहेको छ है माथि चढ्न हिँडेको सबै भेडा हेर्नु त भेडा धमाउने मान्छेहरू कति रहेछ यहाँ हेर्नु त
भयो हल्का भिडियो हेर्नु त भेडा किताब पर्दैछ ल ल भाग्नु ले पोखराबाट मैले भेडा धमाउने मान्छेहरू लिएर आएको छु है गाइस अहिले फाइनली हामी माथिबाट फोटोसोटो खिचेर अहिले म भ्यू टावरमा एकदम हाइटमा छु यहाँ हावा अहिले हल्लिन्छ यो अलिक कमजोर खालको तर सिङ्गल बाई सिङ्गल हो यहाँ आउने तलको चाहिँ गाउँ सिग्लेस है ल आधी ग्रुप तल गइसक्यो एउटा ग्रुप उता छ टिकटक बनाउँदैछ कोही पिङ खेल्दैछ सो गाइस एउटा ग्रुप बल्ल झर्दैछ दिस वान यहाँ चाहिँ गाउँ सिग्लेस लाग्यो सिग्लेस पार्क एकदम ठिक छ नि होइन ह्याप्पी ल ल अब हामी यहाँ सिग्लेस पार्कबाट अब बिदा हुन चाहन्छु अब हामी तल गएर थोरै अब खानासाना खाने त्यसपछि थोरै डान्स गर्ने त्यसपछि रिटर्न ब्याक टु पोखरा ल हामीले मनै घुमाउँदैछ है बुद्धमा सिग्लेसको बुद्धमा त्यो बुद्ध गुम्बा ल हामी अहिले सिग्लेस पार्क घुमेर ट्याक्क खाना खाने होटलमा छ अहिले खाना खाएर अब एकछिन आराम गरिन्छ होला कोही नाच्छ होला त्यसपछि होइन फर्किने अब खुट्टा दुखेछ को नाच्ला र नाच्ने हाम्रो छोरीहरूले बिदाईको कार्यक्रम गरिरहेछ टिका सिकाला थोरै 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 त्यो ट्याप्पो हाम्रो बिदाईको कार्यक्रम भइरहेछ ल ल ल हेर त कस्तो पाहा पाहा भाग्ने हो ल ल ल ल सुषमालाई हो त्यहाँबाट दिए कता गयो त्यो बच्चाले हेर्दै ल हामी यहाँबाट हिँड्ने है सिग्लेसबाट सिग्लेस पार्क ल हामी सिग्लेसबाट हिँडेको अवस्था हामी पोखराको लागि हिँड्ने यहाँबाट है अब कति लाग्छ मलाई अब यहाँबाट लगभग 3.5-4 घन्टाको हाराहारी लाग्छ है मलाई
यहाँबाट मलाई 7 किलोमिटर निस्किनु त टाइम लाग्छ त्यहाँबाट उता त पिछै हो जिपले निस्किन त्यहाँबाट तपराङ लागेपछि त दामी छ सिक्लेसबाट निस्केको अवस्था अहिले हामी ठ्याक्क सिक्लेस गाउँ र सिक्लेस बस पार्क छोडेर अहिले ठ्याक्क हामी गेटमा छु है गेटमा हामी अब यहाँबाट सिक्लेसलाई बाई बाई गर्नलाई यो सेकेन्ड लास्ट भिडियो हो मेरो लगभग बाटोतिर कतै रोकियो भने भिडियो गरिन्छ न त एकैचोटि घर गएर एन्डिङ भिडियो सो गाइज तपाईँहरूलाई कस्तो लाग्यो होला र सिक्लेस 1 नाइट टुर ल मेन मान्छेहरू एकदम स्लो मान्छे हेलो गाइस अब सिक्लेसको यात्रा पनि सिद्धियो एकदम रमाइलो लाग्यो अब यहाँ हिँड्न लाग्यो है सिक्लेस गेट हो यो अब हाम्रो पोखरा बाटो यही हो बाटो यहाँबाट अब ल 7 किलोमिटरसम्म एकदम अप्ठ्यारो छ त्यहाँबाट उता त सिलिल्लै फेरि तापराङ लागेपछि त्यो गाइज अहिले हामी चिप्ले भन्डामा छ हामी यहाँ मुखसुख धोएर फ्रेस भएछ होइन अब यहाँबाट केही छिनपछि हिँड्यो अहिले बाटो चाहिँ पहिलाभन्दा एकदम नराम्रो भएको छ के ढुङ्गा हाल्दै आएको 2 दिनसम्म छोड्छ पनि होइन पहिला अस्ति आउँदा छोड्दैन अहिले चाहिँ छोड्यो गाडी गाह्रो छ त्यो सलल्ल पिस भन्छ छैन पिपाले चिप्ले भन्दा म हामी ठ्याक्कै यहाँ जहिले पनि जान आउँदा रोक्छ गाडीहरू चाहिँ प्रायः जस्तो गाडी हेर्दै गर्नु ल अब भेट्छु भिडियो अन्तिम हुनसक्छ है अब एउटा भिडियो इन्डिङ भिडियो पनि गर्नुपर्छ यहाँ चाहिँ माछाहरू छ पुरै हो यहाँ माछा सुकुटी माछा अनि सुकुटी भैँसीको सबै पाउँछ यहाँ गुन्द्रुक लगायत सम्पूर्ण चिजहरू पाउँछ है यहाँ यही हो दोकान हेलो एभ्रिबडी फाइनली अहिले म भर्खरै घर आइपुगेँ सबलाई छोडेर हामी चाहिँ आज तानदिङ र सिक्लेस तानदिङ गएर खाना खाएर अनि सिक्लेस गएर बास बसेको बाटो चाहिँ पहिलाभन्दा अलिक खत्तम रहेछ है डर लाग्दो छ त्यत्रो जोगाउँदाखेरि नि त्यो 3-4 ठाउँमा गाडी छोयो तर त्यति क्षति भएन सो गाइज मेरो भिडियो चाहिँ लास्टसम्म हेरिदिनु भएको धेरै धेरै धन्यवाद र भिडियो हेरिसकेपछि सब्सक्राइब लाइक सेयर कमेन्ट चाहिँ गर्न नभुल्नु हस्त बाई बाई।